नमस्ते। आज चाहिँ माता तीर्थ औँसी, आमाको मुख हेर्ने औँसी पनि भनिन्छ र आज विश्वभरका आमाहरूलाई मेरो तर्फबाट माता तीर्थ औँसीको हार्दिक मङ्गलमय शुभकामना। आमा भन्ने शब्द नै काफी छ होइन, यसमा वर्णन गरिरहनु त केही पनि पर्दैन। तर पनि मेरो चाहिँ मम्मी हुनुहुन्न, त्यही भएर अलिक दुःख लाग्छ होइन। अलिक कस्तो कस्तो चाहिँ लाग्छ सधैँभरि। धेरै वर्ष भयो मेरो मम्मी बित्नु भएको। लगभग म 14-15 वर्षको हुँदाखेरि मेरो मम्मी बित्नु भएको। अहिले धेरै वर्ष भइसक्यो। याद त सधैँभरि मनमुटुमा बस्नुहुन्छ। जबसम्म म आमा बनेको थिइनँ मलाई थाहा पनि थिएन कि आमा भन्ने चिज के हो। आफू आमा बनेपछि पक्कै मैले थाहा पाएँ आमा भन्ने चाहिँ यस्तो अमूल्य चिज हुनुहुँदो रहेछ भनेर होइन। त्यसैले आमालाई सधैँभरि मनमुटुमा राख्नु र माया गर्नु, आमालाई मात्रै होइन सबै आफ्नो परिवारलाई, बुवा आमा सबैजनालाई। विशेष गरी आज माता तीर्थ औँसी भएको कारणले आमालाई मात्रै फोकस गरेर 2-4 शब्द मैले बोल्न चाहेँ होइन। आमालाई मान्छेले यति धेरै हेला गरेको पनि देखेको छु र यति धेरै माया गरेको पनि देखेको छु होइन। र आज माता तीर्थ औँसीको दिनमा मात्रै आमाको फोटोहरू फेसबुकका वालहरूमा र टिकटकमा सामाजिक सञ्जालमा राखेर मात्रै आमालाई माया चाहिँ हुँदैन। आमालाई माया भनेको चाहिँ सधैँभरि आफ्नो मनमुटुमा सजाएर राख्नु होला। आमालाई कहिले पनि चित्त दुख्ने कुराहरू नगर्नु होला। यो नै आमाको सम्मान हो। त्यसैले सबैजनालाई फेरि पनि माता तीर्थ औँसीको हार्दिक मङ्गलमय शुभकामना भन्दै अहिलेलाई चाहिँ मैले बाई बाई भने ह्याप्पी मदर्स डे।